हेलो वेलकम ब्याक टु माई मिलियन सब्सक्राइबर च्यानल। अनि घाम लागेको देख्न सक्नुहुन्छ। आज बुटोलमा लगभग 5-6 दिनपछि बल्ल घामको मुख हेर्न पाइएको कि। अनि घाम लागेपछि त नुहाउने कपडा धुने कार्यक्रम त गर्नु पर्यो। र मेरो घरमा मात्र होइन होला कि आज नुहाउने कपडा धुने कार्यक्रम गरेको। नेपालको 75-80% को घरमा आज सायद नुहाउने कपडा धुने कार्यक्रम थियो होला कि होइन। अनि नुहाएर कपडा धोएर सकिसकेपछि फेरि म खाना खाएको भाँडा पनि मोल्नु पर्यो, किनभने सबै काम गर्ने मै हो। हुन त त्यस्तो होइन, हाम्रो घरमा सबैले काम गर्नुहुन्छ। जसले जे काम भेट्यो त्यही काम गर्ने हो। हाम्रो घरमा कसैले पनि उसले त्यो काम गर्नैपर्छ, उसैको नाममा हो यो काम भनेर त्यस्तो छैन कि। हाम्रो घरमा त्यही खुसी लाग्छ मलाई। अनि नुहाउने कपडा धुने भाँडा मोल्ने गरेर सबै घरको काम सकिसकेपछि आफ्नो करियर पनि त बनाउनु पर्यो नि त, घर मात्र बनाएर भएन। अनि त्यसपछि म चाहिँ लागेँ म्युजिक क्लासतिर, रेडीसेडी भएँ। अनि रेडी त के हुनु, त्यस्तो खासै रेडी चाहिँ हुनु पर्दैन। कपडा लाओ अनि अलिअलि के भन्छन् अरे सनस्क्रिम मोइस्चराइजर लगाओ। त्यसपछि आफ्नो पाङ्रा के भन्छन् अरे, कस्तो भन्छु भन्ने थिएँ, कस्तो उर्दू अरे संस्कृति भाषामा के बाहाना कि यस्तो के भन्छ नि, त्यो भन्छु भन्थेँ, मनमा आयो मुखमा आएन कि। अनि त्यो टिपेर चाहिँ म हिँडेँ म्युजिक क्लासतिर। मतलब सुरुमा त बिन्ता मिस गराएको थिएँ, त्यहाँ राखेँ साइकल। अनि त्यसपछि त्यहाँदेखि फेरि हामीहरू हिँड्दै हिँड्दै क्लाससम्म आयौँ, किनभने हाम्रो क्लास अगाडि चाहिँ राख्ने ठाउँ छैन कि, त्यही भएर। र हामी जहाँ जान्छौँ नि त्यहाँ कुकुरहरूले हामीलाई छोड्दैनन् कि, बाटैभरि जहाँ गए पनि। र आज चाहिँ हाम्रो म्युजिक क्लासको बिरुवाले पनि बल्ल घामको मुख देख्न पाएँ। बिचरा कति खुसी भएको थियो होला। मन त तिनीहरूको मनमा पनि के भन्छ हड्डी हाँस्यो होला कि, तिनीहरूको पनि भन्छु भन्थे। अनि हेर्नु न हाम्रो पारा विशेषहरूले बेङमा जान बिर्सेर 6 तल्ला माथि बल्ल स्याहाँ स्याहाँ फ्याँ फ्याँ गरेर हामी चढेको। चढ्दा बित्तिकै बेङमा जान बिर्स्यो भने अनि फेरि हामी बेङमा आयौँ। फेरि 6 तल्ला तल झरेर अनि फेरि बेङको माथि 1 तल्ला माथि चढ्यौँ। हामी चाहिँ हिँड्दा हिँड्दा गर्मी भएको थियो नि त। अनि बेङभित्र हिटर लगाएको थियो, अनि कति झनै गर्मी भएको कि। अनि बेङको काम सकेर अनि फेरि हामी चाहिँ म्युजिक क्लास आएको। फेरि 6 तल्ला माथि चढ्नु चाहिँ आज त 6 तल्ला माथि त 6 तल्ला होइन, जाँदा 6 आउँदा फेरि एकैछिनमा झऱ्यो। 6-12 भयो, फेरि आयो फेरि गयो। आज त 24 तल्ला चढे बराबर हामी हिँड्यौँ कि, आउनु जाने गरेर तलमाथि गरेर कि। अनि क्लासमा आइसकेपछि एकैछिनपछि हाम्रो सरहरू पनि आउनुभयो। अनि हामी प्र्याक्टिस गऱ्यौँ, जामिङ गऱ्यौँ। त्यसपछि एकछिन फ्रेस भयौँ, हाँसो मजाक गऱ्यौँ, रमाइलो गऱ्यौँ। अनि त्यसपछि चाहिँ हामी घरतिर जान लागेको। आज चाहिँ अलि छिटो जाने भन्थ्यौँ, किनभने आजभोलि छिटो रात पर्छ नि त, त्यही भएर। छिटोभन्दा पनि 4:30 जस्तै भइसकेको थियो। 4:30 हुँदाखेरि यस्तो टक्लक्कै घाम देखिन्छ। 5-5:30 बजी त झ्याप्पै अँध्यारो, कति छिटो अँध्यारो हुने कि। 5 बजी त घाम डुब्छ क्या आजभोलि त, कति छिटो झ्याम्मै अँध्यारो हुने कि। अनि त्यसपछि त्यही भएर हामी चाहिँ त्यही भएर छिटो जाऊँ, घर पुग्दासम्म त अँध्यारो हुन्छ भन्थ्यो। नभन्दै साँच्चै मेरो घर आउँदाखेरि त आज बल्ल मेरो घर आउँदाखेरि ठ्याक्कै घाम डुब्न लागेको थियो। त्यस्तो झमक्कै अँध्यारो भएको थिएन कि म घर पुग्दाखेरि। आज यस्तो खुसी लाग्थ्यो नि। अनि हामी चाहिँ झर्ने बेलामा ऐनामा यसो मिरर सेल्फी हानौँ न भनेर के भन्छन् हाम्रो आयुष सरको आइफोन छ नि त, ग्रुपमा एउटा आइफोन भएको के काम लाएर। ग्रुपमा जसको ग्रुपमा पनि एकजनाको आइफोन भयो भने त्यो आइफोन त हाम्रो अरू फोटोले पनि भरिन्छ कि। अनि फोटोसोटो खिचेर त्यसपछि उहाँहरू चाहिँ जानुभयो आफ्नो घरतिर र हामी पनि लाग्यो आफ्नो घरतिर। अनि हामी हिँड्ने बाटोमा के यो उस छ नि त, के भन्छन् अरे यो गिफ्ट पसल के फुलहरू राख्ने नयाँ नयाँ प्लान्ट आएको रहेछ। त्यसो हेऱ्यौँ सर, तर किनेनौँ, हामीलाई चाहिँ चाहिएको थिएन नि त, त्यही भएर किनेनौँ। अनि विश्वको घर अगाडिपट्टि चाहिँ एउटा सानो पप्पीलाई के एउटा गाडीले हानिदिएको रहेछ बिचरा। अनि विश्वले फेरि बिचरा हिँड्न सक्दैन भनेर बोकेर लगेर त्यसको बिस्तारामा लगेर राखिदिनु कि। अनि हामी सबैले चाहिँ डगलाई एकदम माया गर्छौँ कि, हामी डग लभर हो नि त सबैजना, त्यही भएर। अनि त्यसपछि चाहिँ मैले आफ्नो साधन, आफ्नो बुलेट बाइक छोपेँ। अनि हामी चाहिँ म चाहिँ घरतिर लागेँ। अनि हाम्रो घरको गल्लीमा फेरि यसले बच्चा पाख्यो नि त, यसले मलाई वेलकम गरेको थिएँ। अनि घर आउँदा फेरि र्याम्बोले वेलकम गर्यो। मान्छे नभए नि कुकुर वेलकम छन् कि, कुकुरले चाहिँ वेलकम गर्छन् कि मलाई। बाई।